So, आज हामी पशुपति घुम्न जाँदैछु। पशुपति यो हो हाम्रो पशुपति नाथ पवित्रको एकदम सुन्दर र सौन्दर्य। हेलो साथीहरू, वेलकम। सो सन्चै हुनुहुन्छ तपाईँहरू? म पनि एकदम ठिक छु। सो आज चाहिँ म पशुपतिनाथ मन्दिर जाँदैछु। पशुपतिनाथ भनेको काठमाडौँमा रहेको सबैभन्दा ठुलो मन्दिर, मतलब ठुलो मन्दिर भन्दा पनि अब पुरानो पनि अनि एकदम रहस्यमय मन्दिर भन्छन् नि, जहाँ कि सुनको माथि गजुर छ अनि चाँदीहरूको पुरै सबै चारवटै ढोकाहरू चाँदीको ढोका छ भन्ने होइन। अनि मेरो रुमबाट चाहिँ लगभग त्यस्तै 15 मिनट लाग्छ अनि म चाहिँ हिँडेरै जाने हो। अहिले चाहिँ 4 बजेको छ। अघि म चाहिँ 3 बजे उठेको, 3 बजे उठेँ अनि नुहाएँ। नुहाइसकेपछि अनि त्यसपछि अब म 4 बजे हिँड्छु, किनकि पछि त त्यहाँ लाइन लाग्नुपर्छ अनि टाइम पाउँदैन नि त पूजा गर्न। सो त्यही भएर अहिले नै म त्यहाँ गएर अनि लाइन लाग्नुपर्छ। पछि फेरितिर चाहिँ फेरि धेरै मान्छेहरू आउँछन् क्या, धेरै मान्छेहरू आएपछि फेरि पालो पाउँदैन पूजा गर्न, यति लामो लाइन लाग्नुपर्छ। अनि त्यसमा त्यहाँ अहिले चाहिँ म आधाबाट पुगेको छु। मैती देवी भन्दा अलि यतातिर हिँडेर जानुपर्ने नि त होइन, त्यही भएर म हिँडेर आइसकेँ। लगभग के गरेँ 10 मिनट जति हिँडेँ। अब एकछिनमा पुग्छु होला। सो साडी लगाएको छु, चुटिको भएको छु, बिहान छ नि त, अनि त्यही भएर कस्तो अँध्यारो पुरै देखिया के। तर जे भए पनि राम्रो छ। अय्या हत्तेरिका अगाडि चाहिँ भाइ छन् अनि म चाहिँ बहिनी चाहिँ घर गएको, त्यही भएर फेरि बहिनी छैनन्। अनि मसँग पढ्ने क्लासमा पढ्ने साथीहरू पनि छन्, उनीहरूले नि हिजो जाउँला भनेको थियो। जाउँला नि त। म त फेरि त्यो नजिकै रहेको मन्दिरमा पूजा गर्ला सोचेको थिएँ कि, पछि फेरि त्यही पनि छ नि त त्यो मैती देवी मन्दिर भए तापनि शिवजीको पनि छ, मूर्ति पनि छ त्यहाँ, के पूजा गर्ला सोचेको थिएँ फेरि। अनि भाइले भने कि दिजु भोलि 4 बजीतिर उहाँ जाउँला नि त, किनकि पछि पालो पाउँदैन। सो त्यही भएर अनि अहिले चाहिँ रेडी भएर आइदिएको। अहिले चाहिँ म गौशाला पुगेको छु। गौशाला भनेको कहाँनिर भनेपछि यो पशुपतिको अगाडि। भाइ म चाहिँ 4 बजी आएको होइन, लाइन लाग्नु परेको छ। त्यो पनि अझै मन्दिर भारी छ भने लगभग 4-5 किलोमिटर टाढा चाहिँ जति लाइन लाग्नु पर्यो। अनि के भन्छन् त्यो पैसा चाहिँ गर्दा त्यो धुप किन क्या। अनि अहिले चाहिँ लाइन लागेको 6 बजिसक्यो अहिले चाहिँ होइन। मतलब अब कतिखेर पुगिन्छ त्यो पनि थाहा छैन। सायद अब 10-11 पुगिन्छ कि 10-12 बजेर फर्किन्छ कि त्यो पनि फिक्स थाहा छैन, किनकि मान्छेहरू आज हजारौँ मान्छेहरू पूजा गर्न आउनु भएको छ अनि लाइन लाग्नु पर्यो। अब म तपाईँले थाहै 4 बजी आएको मान्छे अहिलेसम्म 6 बजी म हिँड्छु, बाहिर छु। अनि के अरे लाइन यस्तो छ। अब के अरे शिव भगवान भनेको त ठुलो भगवान हो नि त। अनि पशुपति साथीहरू भर्खर हामी यति टाइम पछि बल्ल हामी गेटमा पुग्यौँ भन। अब मतलब धेरै प्रतीक्षा गरी यहाँ गौशालाबाट फाइनली अब गेटमा पुगिसक्यो। हेलो साथीहरू, मैले चाहिँ यो छ नि के अरे यो पूजाको सामान किनेको छु। यति पनि कति एक्सपेन्सिभ थाहा छ, 350 रुपियाँ अरे। अनि त्यो चाहिँ अब त्यो पूजा गर्ने लाइन भएन अनि एकछिनमा चाहिँ पुग्छु फेरि अनि पूजा गर्नु पर्यो फेरि। साथीहरू यस्तै छ पुरा पनि लास्टै घर जानुपर्छ। सानो सानो बाबुहरू पनि हेलो साथीहरू, पछाडि मेरो भाइ छन्, भाइ र म अनि मेरो साथी गएको अनि पशुपतिमा हामीले पूजा सुजा गऱ्यौँ होइन। अब चाहिँ हामी वापस फर्किँदैछौँ।
यति भिड छ यति भिड छ यो चाहिँ यहाँ परिको धोका भयो भने सो साथीहरू यस्तो छ होइन मतलब यो सालको मैले यस्तो भिड यस्तो राम्रो अनि यति राम्रो डेकोरेटेड गरेको शिवरात्री फर्स्ट टाइम देखेको होइन मलाई चाहिँ एकदम मन पर्यो अनि एकदम खुसी पनि छु सो अनि के भन्छन् अरू त यस्तै हो कति भिड छ फेरि पूजा गर्न पनि केही पाएन अलिकति त्यो भित्र भगवान्को हुन्छ नि त्यो ठाउँमा अलिकति फुल मात्रै हालेर अनि दौडेर आएको यति राम्रो बनाएको कि छोड्दै फेरि के भन्नु झारे लिनु साथीहरू यस्तो दामी छ अहिले घाम अरू त के भनौँ होइन अनि त्यसो फेरि अब कति धेरै मान्छेहरू थिए कोही कि त अब पैसा पनि दिनुपर्ने अब पैसा पनि दिएन मसँग दिएर पनि दिएन के गर्नु होइन अब दिएन त के गर्नु अब भयो नि दिनु त होइन यस्तो राम्रोसँग सजाएको छ कि के भन्नु हुन्छ भाइ हुन्छ हुन्छ गइदिउँ न गइदिउँ यति राम्रो शिवरात्री मैले आज पहिलोचोटि देखेको मलाई एकदम खुसी लाग्यो महादेवले सबैको रक्षा गरून् सबैको भलो गरून् ओम नमः शिवाय भजन कीर्तन भइरह यतातिर चाहिँ कति राम्रो भइरह भजन कीर्तन पनि मलाई फेरि लास्ट टाइम मन पर्छ हेर्ने साथी यो भित्र हे भगवान कति राम्रो बनाउनु छोडिदियो त्यहाँ पर्याहरू विभिन्न किसिमका बसपति कति ब्युटिफुल बनाइदियो है यहाँ पर्याहरू यस्तो राम्रो मैले सोचेको थिएन कि यति राम्रो बनाउनु न हेलो साथीहरू मेरो चाहिँ के गरेर भ्लग सकिएको अब चाहिँ अब यो लास्ट भ्लग लास्ट अन्तिम क्षणमा छ अब चाहिँ भेटौँ ल अर्को भ्लगमा साथीहरू बाई बाई हाम्रो पशुपतिको ढोका हेर्नु साथीहरू मैले दुर्गालाई हिजो भन्नुला सोचेको थिएँ अनि जाम्ला भनेर अब उनी त्यसै पनि आउने अरू साथीलाई चाहिँ भनेको थिएँ तिनीहरू चाहिँ आएनन् म चाहिँ आएँ अब एकछिनमा जान्छु होला म घर अनि मलाई चाहिँ एकदम खुसी लाग्यो सेतो फोन झारे मेरो साथी अनि यसै छ नि राम्रो छैन नि त्यस्तो होइन नि के राम्रो पर्यो भएर त आहा
कस्तो मनपर्छ मलाई फेरि हेर प्रकृतिले पनि कति धेरै के गरे स्वीकार गरेको छ महाशिवरात्रि यिनीहरू पनि कम त खुसी हुन्छ नि यिनीहरू पनि मलाई मात्रै थाहा छ के यो हो हाम्रो पशुपतिनाथको भित्रको एकदम सुन्दर र यस्तो राम्रोसँग बनाएको छन् अनि यहाँ चाहिँ परिवारलाई चारो दिन्छन् अनि उनीहरू चाहिँ खाना आउँछन् अहिले चाहिँ तिनीहरू खाएर थाके खाने